गिडडुब्लिङ किङ रेस्टुरेन्ट, स्वाद, शान्ति र पहाडी आतिथ्यको सङ्गम। गिडडुब्लिङ बजारको रमणीय काखमा अवस्थित किङ रेस्टुरेन्ट एउटा यस्तो गन्तव्य हो जहाँ स्वादले कथा भन्छ र वातावरणले मन शान्त बनाउँछ। हरियाली उपत्यका, चिसो पहाडी हावा र कुहिरोसँग लुकामारी खेल्ने यहाँको परिवेशमा बसेर खानाको आनन्द लिनु आफैमा एउटा उत्सव हो। के कुराले हामीलाई विशेष बनाउँछ? 1. रैथाने र अर्ग्यानिक स्वाद। हामी विश्वास गर्छौँ कि साँचो स्वाद प्रकृतिको शुद्धतामा हुन्छ। हाम्रो भान्सामा प्रयोग हुने सामग्रीहरू स्थानीय किसानका बारीबाट सिधै ल्याइन्छ। यहाँ पाक्ने प्रत्येक परिकारमा पहाडको माटोको सुगन्ध र घरको जस्तो ममता मिसिएको हुन्छ। 2. हाम्रा विशेष परिकारहरू, आवर स्पेशलिटिज। द मेजेस्टिक मोमो, पातलो पिठोको पत्रभित्र लुकेको रसिलो र मसलेदार स्वाद, जसलाई हाम्रो विशेष खुर्सानीको अचारसँग खाँदा तपाईँको जिब्रोले छुट्टै जादु महसुस गर्नेछ। तातो थुक्पा र सुपी नुडल्स, पहाडको चिसो मौसममा तातो झोलिलो थुक्पाको एक सुरुप्पले तपाईँको शरीरमा ऊर्जा र न्यानोपन भर्नेछ। परम्परागत नेपाली थकाली शैली, स्थानीय चामल, दाल र टिपिकल पहाडी तरकारीको स्वाद, जसले तपाईँलाई आफ्नै आमाको हातको खानाको सम्झना दिलाउँछ। ताजा स्थानीय चिया, यात्राको थकान मेट्न र गफगाफलाई तिखार्न हाम्रो एक कप कडा र बास्नदार चिया नै काफी छ। 3. पारिवारिक र सौहार्दपूर्ण वातावरण। किङ रेस्टुरेन्टको बनावट सरल तर लोभलाग्दो छ। यहाँको सरसफाइ र शान्त माहौलले यसलाई साथीभाइको जमघट, परिवारसँगको डिनर वा एक्लै बसेर प्रकृति निहाल्नको लागि उत्कृष्ट ठाउँ बनाएको छ। 4. आत्मीय सेवा, सर्भिस विथ अ स्माइल। हाम्रो लागि प्रत्येक पाहुना राजा हुन्। हाम्रो टोलीको मुस्कान सहितको सेवा र हार्दिकताले तपाईँलाई यहाँ ग्राहकको रूपमा होइन, परिवारको सदस्यको रूपमा स्वागत गर्छ। तपाईँको यात्राको पूर्णता। गिडडुब्लिङको भ्रमण तबसम्म अधुरो रहन्छ जबसम्म तपाईँले यहाँको रैथाने स्वादको अनुभव लिनुहुन्न। चाहे तपाईँ लामो यात्रामा हुनुहुन्छ वा स्थानीय बासिन्दा, गिडडुब्लिङ किङ रेस्टुरेन्टले तपाईँलाई सधैँ एउटा अविस्मरणीय स्वाद र मिठो सम्झना दिनेछ। किङ रेस्टुरेन्ट, भित्रको सुन्दर र न्यानो संसार। बाहिरको सुन्दर पहाडी दृश्य जति लोभलाग्दो छ, रेस्टुरेन्टभित्रको वातावरण उत्तिकै शान्त, सफा र आत्मीय छ। किङ रेस्टुरेन्टको इन्टेरियरलाई यसरी तयार पारिएको छ कि यहाँ छिर्ने बित्तिकै तपाईँलाई एउटा आधुनिक तर मौलिक पहाडी घरमा आएको महसुस हुन्छ। 1. परम्परागत र आधुनिकताको फ्युजन, ट्रेडिसनल एन्ड मोडर्न टच। रेस्टुरेन्टको भित्री सजावटमा स्थानीयपनलाई प्राथमिकता दिइएको छ। काठका फिनिसिङहरू र सरल रङको संयोजनले कोठालाई उज्यालो र न्यानो बनाएको छ। भित्ताहरूमा स्थानीय संस्कृति र प्रकृतिका झलकहरू झल्किने तस्बिर वा कलाकृतिहरूले तपाईँको खानाको अनुभवलाई अझ कलात्मक बनाउँछन्। 2. आरामदायी सिटिङ एरिया, कोजी सिटिङ एरेन्जमेन्ट। हामीले बस्ने ठाउँलाई विशेष ध्यान दिएका छौँ। पारिवारिक कुना, ठुलो परिवार वा समूहका लागि फराकिलो टेबलहरू जहाँ बसेर हाँस्दै खेल्दै खाना खान सकिन्छ। विन्डो सिट, झ्याल छेउको सिट। यदि तपाईँ खानासँगै गिडडुब्लिङको हरियाली र कुहिरो लागेको पहाड हेर्न चाहनुहुन्छ भने झ्याल छेउका सिटहरू तपाईँको लागि उत्कृष्ट हुनेछन्। यहाँबाट बाहिरको दृश्य हेर्दै तातो चिया पिउनुको मजा नै बेग्लै छ। 3. प्रकाश र सरसफाइ, लाइटिङ एन्ड क्लिनलिनेस। रेस्टुरेन्टभित्र प्राकृतिक प्रकाशको प्रशस्त आगमन हुन्छ, जसले दिनको समयमा वातावरणलाई एकदमै ताजा राख्छ। साँझको समयमा मधुर र न्यानो बत्तीहरू, वार्म लाइट्स बालिन्छ, जसले माहौललाई रोमान्टिक र शान्त बनाउँछ। हामी सरसफाइलाई हाम्रो पहिलो धर्म मान्छौँ। टेबलदेखि भुइँसम्म ऐना जस्तै सफा पाउनुहुनेछ। 4. खुला र फराकिलो अनुभव, ओपन एन्ड एरी। रेस्टुरेन्टभित्र बस्दा तपाईँलाई गुम्सिएको महसुस हुँदैन। उच्च सिलिङ र खुला झ्यालहरूका कारण पहाडको ताजा हावाभित्र आइरहन्छ, जसले गर्दा तपाईँको मन र मस्तिष्क दुवै ताजा रहन्छ। 5. साङ्गीतिक माहौल, एम्बियन्ट ब्याकग्राउन्ड म्युजिक। पृष्ठभूमिमा बज्ने हल्का र सुमधुर सङ्गीतले तपाईँको गफगाफलाई झनै रोचक बनाउँछ। चाहे त्यो स्थानीय लोक धुन होस् वा शान्त इन्स्ट्रुमेन्टल सङ्गीत, यसले भोजनको स्वादलाई दोब्बर बनाइदिन्छ।